सो हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ यति हुन्छ अनि यतिखेर चाहिँ म विराटनगर जाने बाटोमा छु होइन। अनि विराटनगर जाँदैछु यतिखेर चाहिँ। अनि आज चाहिँ फेरि तपाईँहरूलाई मैले हिजै भनिसकेको छु भिडियोमा, थाहा छ तपाईँहरूलाई आज कहाँ के गर्न जाने के गर्ने सबै थाहा नै छ होइन। अनि त्यही भएर विराटनगरको लागि जाँदैछु। विराटनगर गएर त्यो हिजो अस्ति निकालेको त्यो कक्षाबाट ल्याएको त्यो के भन्छ त्यसलाई, त्यो सरजीवन बुझाएर अनि त्यस पछाडि नागरिकता प्रोसेस अगाडि बढाउनु पर्ने थियो होइन। अनि त्यही भएर यतिखेर चाहिँ म जाँदैछु। अनि तपाईँहरूलाई यसो विराटनगर जाने बाटोको यो विराटनगर जाने बाटो क्या, अनि त्यहाँको यसो दृश्य पनि देखाउँदैछु होइन। हेर्नु कसरी अब राम्रो लाग्छ होला तपाईँलाई। मेरो फोन त्यस्तो राम्रो आइफोन होइन राम्ररी खिच्नको लागि, त्यही पनि अब आफ्नो फोनले सकेअनुसार खिचिएको छ। त्यही भएर हेर्नु अब कस्तो लाग्छ तपाईँहरूलाई। यहाँनिर धेरै कुराहरू पनि छ होइन। घरहरू चाहिँ दामी लाग्यो मलाई। अनि त्यस पछाडि यहाँ आउने बाटोमा चाहिँ खासै छैन क्या त्यस्तो, त्यो हुन्छ नि यतापट्टि बाटो बनाउँदै थियो नि त, अगाडि त नयाँ बाटो बनाउँदै थियो, त्यहाँनिर धेरै ड्राइभरिङ के भन्नेहरू थियो। यहाँनिर चाहिँ छैन केही, त्यही भएर स्मुथ छ क्या बाटो विराटनगर जाने। अनि त्यस पछाडि विराटनगरको उयो चाहिँ दामी हुन्छ यहाँनिर। यो चाहिँ के फ्याक्ट्रीहरू चाहिँ मलाई पनि थाहा भएन होइन, तर फ्याक्ट्री हो, त्यहाँ धेरै फ्याक्ट्रीहरू पनि छ। पहिला चाहिँ विराटनगर डुलिँदैन थियो, अहिले चाहिँ कामको सिलसिलामा धेरै डुलिरहनु परेछ क्या। त्यही भएर जाँदैछु अहिले चाहिँ म। अनि हेर्नु अब अरू त के भन्नु र, राम्ररी हेर्नु। यतिखेर चाहिँ म जिल्ला प्रशासन कार्यालय इनोरामा छु होइन। ओभर गिदी भयो क्या त्यहाँनिर विराटनगर गएको। विराटनगरमा के भन्यो भने नागरिकतामा बाबाको नागरिकतामा 2505 छ। अनि त्यस पछाडि रियलमा, अनि त्यस पछाडि अर्को त विवरणमा चाहिँ 2503 छ। अनि त मिलाउनको लागि यहाँ आएको थिएँ। सो गाइस फाइनली म चाहिँ घर आइसकेँ। अघि आएको होइन, 2-3 घन्टा अगाडि नै आएको। अनि 2-3 घन्टा भन्दा पनि लगभग 2 घन्टा जति भयो होला। अनि अघि आएको थिएँ। अनि त्यस पछाडि भिडियो चाहिँ बनाएको थिएँ क्या। आएर अब एकछिन सुतेँ होइन। अनि त्यस पछाडि अहिले चाहिँ उठेर यसो लाइनमा खर आएछ, चार्ज पनि बाँचेर फोन। अनि हल्का क्लिप लिइहालेको। हाम्रो मम्मी चाहिँ यहाँनिर हुनुहुन्छ, भात सब्जी पकाउनु लाउनु भएको छ। हाम्रो सानो पुटुरे गाई यहाँ छ, सानो बाछी के छ बाछी के हो? अनि त अनि 2 दिनमै हुने भइसिस् त। नि हिजो जन्मेको होइन त, बिर्सिस्? तेरो फेरि म थुतु न गरिदिन्छु नि। अनि यस्तो जन्मने चाहिँ यहाँ छ, हेर्दैछ के गर्छ, छोरीलाई के गर्छ भनेर हेर्दैछ होइन। यहाँ हेर त, अनि भाइरल हुन्छस् भोलि पर्सि म देखाइदिन्छु तँलाई ल। डिप्रेसन भाइरल भएपछि हुन्छ नि हस्बन। अन्त उता हुनुहुन्छ बडी सडीहरू चाहिँ। मेरो साइकल छ आज पनि यता बन्दैन। अब सोमबार बोलाएको छ, सोमबार जाने हो। डेट मिलाउनु आउँथ्यो, डेट मिलाएर आयो। अब ढिलो भयो, त्यही भएर घर आयो। अब सोमबारतिर जान्छ नि, सोमबार गएपछि 50-50 चान्स छ बन्ने। अब हेरौँ के हुन्छ कस्तो हुन्छ होइन। अनि त्यही आज भिडियो पनि यति नै हो। तपाईँलाई के कस्तो लाग्यो, मैले धेरै क्लिप पनि लिनु पाएँ होइन। गाडीमा अब झ्याउ हुन्छ नि त, झ्याउ भन्दा पनि अलिक भिडभाडमा बनाउनु मिल्दैन नि त। त्यही हो भेट्नुपर्छ नेक्स्ट भिडियोमा। आज भिडियो यति नै हो। तपाईँलाई के कस्तो लाग्यो, राम्रो लाग्यो लाइक सेयर सब्सक्राइब गरिदिनु, राम्रो लाग्यो भने पनि वाच गरेर हामीलाई सपोर्ट गर्नु। त्यही हो भेट्नुपर्छ नेक्स्ट भिडियोमा। त्यसको लागि बाई।